नमस्कार सबैजनालाई। कुनै बेला मलाई पनि लाग्थ्यो म भागिरहेको छु सोसाइटीबाट है। सोसाइटीको एक्सपेक्टेसनबाट र परिवारको सोचाइबाट है, हुन्छ नि अ काइन्ड अफ रेस्पोन्सिबिलिटी नै नलिए जस्तो के। किनकि यस्तो हुन्थ्यो कि यु आर गोइङ फार फ्रम अदर एक्सपेक्टेसन्स, अनि त्यस कारणले चाहिँ म केही गलत त गरिरहेको छैन नि, त्यो टाइपको प्रेसरहरू पनि हुन्थ्यो कि आफैमाथि। सो म रियलाइज गरेँ त्यो कुरा। अब यस्तै भयो, किनकि लाइक फ्यामिली मेम्बर्सहरू मात्र नभएर लाइक रिलेटिभ्सहरूले पनि होइन, जुन आफन्त मित्र साथीभाइहरू जो पनि हुन्छन्, दे आर डुइङ समथिङ होइन। अहिलेको समयमा सबैजना विदेश गइरहेछन्, अनि लिटरल्ली कोरिया जापानै नभए पनि कोही खाडीतिर पनि गइरहेछन्। अनि अर्को भनेको सबैजना जागिरको पछाडि पनि छन् है। सरकारी जागिरहरू भयो, पुलिस आर्मीदेखि लिएर अरू लोकसेवाहरूको हरेक चिजको छन् होइन। तर यसैमाथि अर्को पनि के भनेपछि सोसाइटीको कुरा गर्ने हो होइन। सोसाइटी जसले चाहिँ भन्छ कि मनी मतलब हुन्छ नि, पैसा कमाउनुपर्छ, नयाँ सहरमा जानुपर्छ, घुम्नुपर्छ, अथवा धेरै सम्पत्ति जोड्नुपर्छ, के हो अति नै के। अनि त्यो भनेको लिटरली एउटा प्रेसरको रूपमा आउँछ है अहिले चाहिँ। तर यति हुँदा पनि होइन, मलाई एउटा महसुस के हुन्छ भनेपछि होइन, जति पनि सोसाइटी गइरहेछ, जति पनि मेरो साथीभाइ गइरहेछन्, जति पनि मेरो आफन्तहरूले भनिरहेछन्, त्यसमा चाहिँ एउटा न एउटा चिजमा खोट देखिरहेको हुन्छु के। लाइक मलाई लाग्छ कि त्यो महसुस हुने कुरा के होइन, कि यो चाहिँ मेरो लागि होइन, त्यो टाइपको है, त्यो महसुस हुन्छ कि मलाई। किनकि जहाँ चाहिँ सोसाइटीले भन्छ कि होइन, एउटा लाइफ भनेको कम्पिटिसन हो जस्तो लागि मतलब फिल गराउँछ। तर त्यही ठाउँमा यदि इन्डिभिजुअल लेभलमा हेऱ्यो होइन, आफ्नो व्यक्तिगत रूपमा हेऱ्यो भने चाहिँ सायद कसैले कसैको केयर गर्दैन के है, कसैले कसैको मतलबै छैन, त्यो टाइपको हुन्छ। अफकोर्स तपाईँको आफ्नो परिवारले एकदम माया गर्दै होला होइन, आफ्नो नजिक राख्न खोज्दै होला। तर मोर अफ द द्याट होइन, सबैलाई थाहा छ जुन एउटा सत्यता के हो भनेपछि हामी एक्लै जन्मिन्छ अनि एक्लै मर्छ होइन, अनि एक्लै बाँच्न सिक्नुपर्छ भन्ने हुन्छ क्या है। तर एक्लै बाँच्न सिक्नुपर्छ भन्दा पनि तपाईँ चाहिँ दायित्वबाट टाढा भागे जस्तो देखिन्छ एउटा भनाइ। तर यदि तपाईँले त्यसैलाई सोच्नुभयो होइन कि एक्लै बाँच्न त सिक्ने, तर खुसी चाहिँ कसरी हुने, ह्याप्पिनेस कहाँ हुन्छ भन्नुहुन्छ भने होइन, तपाईँलाई आफूलाई मन लागेको कुरा गर्नुहुन्छ नि, त्यो पनि राम्रो होस् होइन, तर सोसाइटीलाई पनि त्यसले फाइदा गरोस्, त्यो काम गर्नुहुन्छ भनेपछि त्यो चाहिँ एकदम सस्टेनेबल र ड्युरेबल पनि हुन्छ, मेरो सोचाइ। त्यस कारणले आई चेन्ज द वे होइन, जुन म लिभिङ अहिले म आफ्नो जुन बिजनेस पर्स्यु गरिरहेको छु अहिले होइन, म मात्र होइन, सायद जो पनि अहिले सोसाइटीमा काम गरिरहेछ, मेरै उमेरको मान्छेहरू भयो, चाहे अरू पनि थुप्रै मान्छेहरू हुन् होइन, जो चाहिँ सोसाइटीमा छ, अहिले पनि अलाइभ छ, बाँचिरहेको छ, उसले के रिलेट गर्नुपर्छ भनेपछि होइन, हाम्रो लाइफमा एउटा हुन्छ नि यो प्रेसर भन्ने कुरा, त्यो चाहिँ इन्भिजिबल हुन्छ क्या। केही चिज लाइक हुन्छ नि इन्भिजिबल नदेखिने प्रेसरहरू, दबाबहरू भनौँ। त्यसमा के हुनसक्छ भनेपछि जस्तै सोसाइटीले भन्ला होइन, अर्को कुरा गर्ला क्या है, उसले आशै अलग लाग्ला कि यो मान्छेले यसरी गर्नुपर्छ, उसको आफ्नै थोत होला। अनि अर्को भनेको चाहिँ लाइक टाइमलाइन हुन्छ नि हाम्रो, कोही मान्छे 20 वर्षपछि कुनै जब खोज्दै होला, कोही मान्छे 10-11 वर्षदेखि नै सानै उमेरदेखि नै काम गर्दै होला, कुनै ठाउँमा लेबर गर्दै होला, केही गर्दै होला, भाडा मार्दै होला होइन। अनि कोही मान्छे चाहिँ 25 वर्षसम्म पढिरहेको होला, अनि 25 वर्षपछि मात्र कुनै ठाउँमा जब को लागि तयारी गर्दै होला। कोही मान्छे 15 वर्षको उमेरमै बिहे गर्दै होला होइन।
लाइक हुन्छ नि हरेक मान्छेको आफ्नै टाइमलाइनहरू हुन्छ कि टाइमलाइन हुन्छ नि कि हरेक मान्छेको आफ्नै सुरुवातहरूको बिन्दुहरू हुन्छन् आफ्नै ढुनहरू हुन्छन् होइन त्यो चाहिँ हामीले नोटिस गर्नुपर्छ अनि तर होइन सबैले के ठान्छ भनेपछि उसले 1 लाख रुपियाँ कमाइरहेछ भनेपछि आज होइन म पनि त्यसै 1 लाख रुपियाँ नै कमाउनु पर्छ म आजै भोलिबाट सुरु गरेपछि होइन त्यो भन्ने हुन्छ कि लाइक त्यही ठाउँमा चाहिँ हामीले रियलाइज गर्नुपर्छ कि किताबको हुन्छ नि एउटा पन्ना पहिलो पन्ना र किताबको 100औं पन्ना हुन्छ नि 100औं नम्बरको त्यो पन्ना फरक फरक तरिकाको स्टोरीसँग जोडिएको हुन्छ कि है त्यो चाहिँ सोच्नुपर्छ यसमा चाहिँ तर त्यस्तो प्रेसरहरू चाहिँ आउँछन् भनौँ अनि त्यसलाई चाहिँ केलाउन जान्नुपर्छ क्लियर जुन हुन्छ नि क्ल्यारिटी भन्ने कुरा त्यो चाहिँ पाउन सक्नुपर्छ अनि यसैले चाहिँ होइन हुन्छ नि हामीलाई सोसाइटी मतलब हुन्छ नि लाइफस्टाइलभन्दा पछाडि परेको जस्तो लाग्छ कि होइन जस्तो यत्रो जुन कम्पेरिजनहरू हुन्छन् नि त सो द्याट्स द रिजन होइन त्यो चाहिँ अति नै दबावहरू हुन्छन् त्यो चाहिँ हामीले सोच्नुपर्ने कुरा हो यो चाहिँ अब यत्रो दबाव हुँदा पनि होइन अनि यस्तो समय हुँदा पनि जहाँ चाहिँ 2025मै 1.5 मिलियनभन्दा बढी नेपालीहरू चाहिँ विदेश गयो होइन अनि यस्तो बेलामा टर्निङ पोइन्ट हुँदा पनि मलाई लाग्छ कि म चाहिँ आफ्नो लाइफमा एउटा टर्निङ पोइन्ट लिएर आएको कि होइन टर्निङ पोइन्ट के हो भनेपछि लाइक म आफूलाई सबै चिज एक्सप्लेन गर्न बन्द गरेँ क्या के कुरा भनेपछि होइन कि त किन जानुपर्छ बाहिर विदेश अथवा किन त अर्को कुनै जब गर्नुपर्छ होइन यस्तो कुराहरू मैले चाहिँ आफैलाई एक्सप्लेन गर्न बन्द गरेँ किनकि सोच्दा म पागल भइहाल्थेँ होइन सोचेर के गर्ने ल भन्नुहोस् न जहाँ कि अब आफूलाई मनै छैन आफ्नो लाइफस्टाइल नै फरक छ अथवा आफ्नो टाइमलाइन नै फरकहरू छन् होइन गर्न त जे पनि सकिन्छ सहन जे पनि सकिन्छ होला होइन तर एउटा मेन्टल हेल्थको कुराहरू हुन्छन् अनि लाइक हुन्छ नि एउटा लाइफलाई चाहिँ अर्को वेमा सोच्ने कुराहरू हुन्छन् होइन त्यो कारणले चाहिँ मैले चाहिँ सोच्दै बन्द गरिदिएँ यस्तो कुराहरू अनि लाइक आफैलाई व्याख्या गर्न बन्द गरिदिएँ होइन किन जानुपर्छ के गर्नुपर्छ कस्तो राम्रो छन् किन राम्रो छन् भन्ने कुराहरू अनि यस्तो कुरामा चाहिँ मैले सायद लाग्छ कि अरू कहाँ काम गर्दाखेरि के लाग्छ भनेपछि होइन अरूसँग आज्ञा माग्नुपर्ने अथवा केही इन्स्ट्रक्सनहरू माग्नुपर्ने होइन हुन्छ नि कसैले यो गर भनेपछि त्यो गर्नुपर्ने त्यो अर्डरहरू पाउनु मन लागेन कि जस्तै हुन्छ नि एउटा शान्तिपूर्ण एउटा वातावरण होस् न आफैले डिसिजन गर्न सकौँ आफैलाई चाहिँ म आफ्नो काम गर्न सकौँ कसैले भन्न नपरोस् त्यो टाइपको आफैले गर्न थालेपछि चाहिँ सायद आधै घन्टा गर्न होला होइन कुनै जबमा गएपछि मान्छेहरू तर म चाहिँ आफैले गर्न थालेपछि सायद 24 घन्टा काम गर्न सक्छु कि त्यो टाइपको के किनकि आई सी सम पोटेन्सियल इन माई मतलब आई बिलिभ इन माई सेल्फ होइन त्यो टाइपको कुराहरू अनि मैले चाहिँ हुन्छ नि एकदम फास्ट जान नपरोस् कि एकदम हुन्छ नि कुनै जबमा गएपछि के हुन्छ भन्दाखेरि महिनाको यति स्यालेरी आउँछ अनि यसले यो गर्छु अनि त्यो गेम खेले जस्तो हुन्छ नि त तर मलाई थाहा भएन तर मैले बिजनेस स्टार्ट किन गरेँ भनेपछि बिस्तारै होस् होइन बिस्तारै अगाडि बढोस् हरेक चिज तर शान्तिपूर्ण ढङ्गले होस् अनि बिस्तारै भए पनि पछि चाहिँ ठुलो होस् त्यो टाइपको के सोच हुन्छ नि एउटा फरक ढङ्गको त्यो टाइपको मैले चाहिँ सोचेँ सायद तपाईँलाई कस्तो लाग्ला थाहा भएन यस्तै हो कुरा अनि जुन चाहिँ म हरेक दिन त्यसलाई समात्न सकौँ अथवा उठाउन सकौँ बोझ उठाउन सकौँ त्यो टाइपको कुराहरू यसैमा चाहिँ मैले आफ्नो होइन आफ्नो एउटा डेफिनेसन हुन्छ नि सफलताको एउटा परिभाषा मेरो तर्फबाट छ एउटा है म यदि बिना चिन्ता
चिन्तामुक्त भएर सुत्न सक्छु आरामले घरमा है। अनि यदि म चाहिँ हरेक दिन आफ्नो फ्यामिलीको मुख हेर्न सक्छु, फ्यामिली भन्नाले नट जस्ट छोराछोरी होइन, आफ्नो आमा बुवा होलान्, घरमा भएका अरू के भन्छन् अरू परिवारका हुन्छन् नि, परिवारका मेम्बर्सहरू होलान्, दिदी भाइ हरेक चिज हुन्छन् होइन, भाइ बहिनीहरूदेखि लिएर दाइ भाउजू हरेक चिज होलान् होइन। अनि हरेक दिन आफ्नो फ्यामिलीको अनुहार हेर्नु भनेको लाइक मेरो लागि एउटा ब्लेस नै हो होइन। किनकि यदि मेरो ब्याकग्राउन्ड सुन्नुहुन्छ भनेपछि आई लेफ्ट दिस होम टाउन होइन फर अलमोस्ट माई हाफ इयर्स होइन, मतलब हाफ अफ माई लाइफ टाइम। अनि द्याट्स वाइ होइन म मिस गर्थेँ त्यो बेलामा अति नै आफ्नो फ्यामिलीलाई। अनि अहिले आएर चाहिँ आई फिल त्यो हुन्छ नि एक टाइपको महसुस हुन्छ कि म आफ्नो फ्यामिलीलाई देख्न पाइरहेको छु हरेक दिन, त्यो पनि। अनि बिजनेसले पनि अर्को के भन्छ भनेपछि आफ्नै रिडममा काम गर्न भन्छ के। यसले चाहिँ त्यसरी डिमान्ड गर्दैन कि यो बजे आइज, यति बेला आइज, यति बेला नआइज होइन, त्यो भन्दैन। तर अर्को भनेको देयर इज लट अफ होइन, जस्तै टाइमिङ कस्तो राख्नुहुन्छ आफ्नो व्यापारको, आफ्नो बिजनेसको होइन, त्यो टाइपको कुराहरू पनि हुन्छन्। अनि यसमा चाहिँ कसैले हुन्छ नि यसरी गर भनेन नि त। द्याट्स वाइ रिडम हुन्छ नि, आफ्नो रिडम। मन कस्तो चलिरहेछ, कुनै बेला काम नजान मन लाग्ला, तर अनि त्यसै कारणले नगए पनि हुन्छ व्यापारमा। किनकि बिदा कसैसँग लिनु माग्नु पर्दैन। अनि यो फिल कि होइन आज चाहिँ अलिकति सन्चो छैन, बिसन्चो छ होइन, त्यो टाइपको फिल हुन्छ भनेपछि ठिक छ, नगए नै हुन्छ। कहिले चाहिँ एनर्जेटिक महसुस होला, एनर्जेटिक महसुस हुँदाखेरि तपाईँले चाहिँ अनेक थरीका कुराहरू गर्न सक्नुहुन्छ, लाइक एक्सपेरिमेन्टिङ न्यू थिङ्स इन बिजनेस होइन, त्यो टाइपकोहरू हुन्छन्। अनि यो खालको जुन हुन्छ नि समय हुन्छ नि, मेरो लागि चाहिँ आफूले म त्यसको समयको मालिक हुँ जस्तो मलाई महसुस हुन्छ कि थोरै भयो भने। किनकि पैसा त फरक कुरा, पैसा त ओन गर्ने नै होइन, तर आफ्नो समयलाई अहिले बाँच्नु होइन, अहिलेको समयमा भनेको जहाँ चाहिँ समय नै छैन भन्ने हुन्छ धेरैको। कसैलाई सोध्यो भने केही कुरा होइन, म यो गर्न भन्दाखेरि समय नै छैन भन्छन्, मुख्य गरी टाइम नै छैन भन्ने जुन क्वेसनहरू हुन्छन्, एन्सरहरू हुन्छन्, त्यो चाहिँ हुन्छ नि समयलाई यसरी अलिकति थोरै भए पनि जिउन सक्ने भनेको लाइक आई फिल त एक टाइपको धनी जस्तो कि है, त्यो महसुस हुन्छ। अनि यसले चाहिँ मलाई लाइफमा हुन्छ नि अहिले जुन हुन्छ लाइफस्टाइलमा अलाइन भएको जस्तो हुन्छ कि, लाइक ठिक्क ठाउँमा भयो जस्तो लाग्छ। यस्तो नहोस् कि होइन कसैले चाहिँ उचालिराखोस्, त्यो टाइपको होइन कि एउटा ठिक ठाउँमा छु, आरामले बसिरहेको छु, त्यो टाइपको के महसुस हुन्छ। मैले यो जति पनि मैले भने नि, जस्तै सफलताको मेरो आफ्नो परिभाषा भन्ने टाइपको यो कुराहरू, यो चाहिँ होइन कसैलाई इम्प्रेस नगर्ला कि, कसैलाई सायद यो कुरा मलाई मनै पर्दैन होला सायद, तर यो चाहिँ मलाई एउटा राम्रो दिगो बनाउँछ भनौँ है, आफ्नो मनमुटुलाई भनौँ, आफ्नो लाइफलाई अहिलेको समयमा है। पछि के हुन्छ उतार चढाव बढिँदै होला, के होला होइन, त्यो पनि सहला, तर फर राइट नाउ होइन म यही भन्छु कि इम्प्रेस गर्नलाई पटक्कै पनि होइन मैले यो भनेको कुराहरू। कसैलाई सुट गर्ला, कसैलाई नगर्ला, त्यो डिपेन्ड्स हुन्छ है, त्यसमा डिपेन्ड गर्छ। मैले आफ्नो सफलताको होइन यत्रो परिभाषा दिँदा पनि सायद तपाईँलाई लाग्छ कि आफ्नै कुरा गर्छ होइन, तर म भन्छु कि त्यो पनि होइन। यहाँ चाहिँ होइन म अरूलाई पनि भन्छु कि होइन उनीहरू पनि सिधै म जस्तै गर्नुपर्छ भन्ने छैन कि, लाइक कसैलाई त अर्कै कुरा पनि मन पर्न सक्छ नि त, सायद उनीहरूको परिभाषा फरक होला सफलताको। जस्तै हुन्छ नि कसैलाई चाहिँ होइन गाउँमा नबसेर, जस्तै म अहिले गाउँमा बसिरहेको छु, त्यो पनि नदीको बगरमा यस्तो भिडियो बनाइरहेको छु, कसैलाई लाग्ला कि होइन मलाई जुन देखिराख्नु भएको छ नि यस्तो वातावरण मन पर्दैन होला, सायद उनीहरूलाई त्यही एउटा बन्द कोठामा बस्न मन लाग्छ होला, के भन्छन् सहरको कुनै कुना काप्चातिर गल्लीमा गएर खाजाहरू खान मन लाग्छ होला, मोमो चाउमिनहरू खान मन लाग्छ होला, अनि
ठुल्ठुलो टावरहरू धरहरामा जता गएर होइन फोटो खिचाउन मन लाग्छ होला, भिडियो बनाउन मन लाग्छ होला, अनेक थरीका कामहरू गर्न मन लाग्छ होला, अनि ठुल्ठुलो बिल्डिङमा भएको अफिसमा गएर काम गर्न मन लाग्छ होला, अनि त्यसरी लाइफस्टाइल बाँच्न मन लाग्छ होला होइन। त्यो कुरा हुन्छ नि, त्यो अरूमा पनि भर पर्छ। अनि सेम कुरा हो, कसैलाई चाहिँ अब राम्रो एउटा सिस्टममा गएर काम गर्न मन लाग्छ होला, लाइक हुन्छ नि सानो पददेखि ठुलो पदसम्म भएको, जहाँ चाहिँ एउटा नर्मल इम्प्लोइदेखि लिएर माथिको चिफ इम्प्लोइसम्मको जुन हायरार्की बेस्ड एउटा स्ट्रक्चर हुन्छ कर्पोरेटको होइन, त्यस्तोमा काम गर्न पनि मन लाग्छ होला। द्याट डिपेन्ड्स होइन। अनि कसैलाई चाहिँ फेरि त्यसैमा मलाई चाहिँ सम्मान गरोस्, कसैले चाहिँ मलाई बुझोस्, मलाई चाहिँ अलिकति हुन्छ नि एडमायर गरोस्, त्यो टाइपको पनि सोच राख्दै होला, लाग्छ होइन। किनकि मतलब हुन्छ नि सबै मान्छेहरू एकै खालका हुँदैनन्, त्यो टाइपको कुराहरू हुन्छ। त्यस कारणले म यस्तोमा होइन कि म आफ्नो डिफाइन गरेँ होइन, आफ्नो सक्सेस भन्ने बित्तिकै डजन्ट मिन होइन यु निड टु त्यो तपाईँले आफूमा लागू गर्नुपर्छ है। तपाईँको सक्सेसको सायद स्टोरी फरक होला, मतलब डेफिनेसन फरक होला, त्यो टाइपको कुराहरू। अब यत्रो भिडियो हेरिसक्नुभयो होइन, मेरो कुरा सुनिसक्नुभयो भने सायद तपाईँलाई केही न केही लागिरहेको होला क्या, कति आफ्नो मात्र कुरा गरेको होइन। तर म तपाईँलाई यहीँ बिचमा एउटा क्वेसन सोध्न चाहन्छु कि एउटा मात्र होइन, 2-3वटा क्वेसनहरू हुन सक्छन्। लाइफ हुन्छ नि म कसको सफलतालाई बाँचिरहेको छु, हुन्छ नि कसको सफलताको आइडिया हो कि हो जुन चाहिँ म अहिले बाँचिरहेको छु, त्यो टाइपको क्वेसनहरू तपाईँमाथि है, कसको सफलता हो यो चाहिँ होइन। अनि अर्को भनेको यदि कसैले मलाई हेरेन होइन, जिन्दगीमा कसैले मलाई वरिपरि बसेर हेरेन भनेपछि, कसैले मेरो लागि ताली नै बजाएन भनेपछि म के गरिरहेको छु त अहिले, के गर्थेँ होला, त्यो टाइपको है। अनि म जुन तरिकाले बाँचिरहेको छु नि अहिले, जुन तरिकाले तपाईँ अहिले पर्स्यु गर्दै हुनुहुन्छ, विदेश जाने हुनुहुन्छ अथवा कुनै कम्पनीमा काम गर्दै हुनुहुन्छ, त्यहाँ चाहिँ के मैले आफैलाई शान्त पाएँ अथवा आफैलाई थकित पाएँ अथवा आफैलाई चाहिँ चिन्तित पाएँ, कस्तो अवस्थामा पाउनुभयो? यदि तपाईँ खुसी हुनुहुन्छ भने त एकदम बेस्ट है। तर तपाईँ कस्तो अवस्थामा पाउनुभयो, तपाईँले आफूलाई सोध्ने एउटा प्रश्न हो कि यो चाहिँ। अनि साँच्चै नै तपाईँ एउटा जिन्दगी बाँचिराख्नु भएको छ अथवा चाहिँ त्यहाँ होइन कुनै नाटक गरे जस्तो अथवा सर्कस गरे जस्तो देखाइराख्नु भएको छ? यदि बाँचिराख्नु भन्छ भने चाहिँ त्यो जुन तरिकाले तपाईँ बाँचिराख्नु भएको छ नि, त्यहाँ चाहिँ आफैलाई शान्त महसुस गर्नुहुन्छ। अनि मैले चाहिँ जुन गरिरहेको छु, जति पनि एनर्जी यसमा दिइरहेको छु, त्यो चाहिँ तपाईँलाई लाग्छ कि अर्थ छ होइन, त्यसको कुनै न कुनै मूल्य छ, भ्यालु छ जस्तो लाग्छ होला है। तर तपाईँलाई लाग्छ कि होइन म जहिले चिन्तित छु, यो कामै बगबास छ, तपाईँले जहिले त्यसलाई बोर मान्नुहुन्छ अनि जहिले त्यसलाई चाहिँ नराम्रो ठान्नुहुन्छ भनेपछि त्यो तपाईँको लागि पनि राम्रो होइन, अनि त्यो जुन कम्पनी छ जहाँ तपाईँ काम गरिदिनुहुन्छ त्यसको लागि पनि राम्रो होइन। किनकि एन्थोजियास्ट पिपुलहरू चाहिँ होइन हुन्छ नि कुनै पनि कम्पनीको लागि राम्रो हो, त्यो मन पर्नुपर्छ काम, त्यसैले है त्यो प्रश्नहरू चाहिँ तपाईँले सोध्नुपर्ने हुन्छ। त्यसैले अन्तिममा यो भन्छु म, जुन सफलताले होइन तपाईँको जुन हुन्छ नि आत्मशान्तिलाई ठेस पुर्याउँछ, त्यो चाहिँ अति नै महँगो हुन्छ है। सो द्याट्स माई अन्तिम होइन सेन्टेन्स हो in this video. Thank you for watching guys, and see you in the next video. If you love this, appreciate it with your comments and like, subscribe, everything you can do. Share with your friends and family. Thank you very much.